सानो गार्डनिङमा यो चियापत्ती रोपेको थिएँ, यो अलिक टिप्दैछु यहाँनिर। आज यसो राम्रो भएछ एकदम पौलाहरू। यो अब अर्ग्यानिक हो, एकदम मिठो हुन्छ खानुलाई यो घरमा। अन्त अब तलबारीमा पनि छ, त्यो पनि टिप्नु जानुपर्ने छ अहिले यो चाहिँ टिपिराखेको मैले। हेर्नु चाहिँ दादा आइपुग्नु भयो? आइपुगेन आमा थाकिने हो तलबाट। टिपेर पनि लिएर आउनु भयो? दामी फलेछ नि योपालि त। दामी चियापत्ती आम्मामा के दामी भएछ है। कस्तो मिठो सेन्ट पनि। अघि घरको त्यो टिपेको पनि मिसाउनु पर्छ है। त्यो यो मिलाउनु पर्छ मजाले हो। अब यसलाई ओइलाउनु पर्छ अब त्यहाँ अघि टिपेर लिएको चियापत्ती। यो चाहिँ अब रुममा चाहिँ अब मजाले सुकाउनु पर्छ, घाममा के सुकाउनु हुँदैन। त्यो चाहिँ अब ओइलाउनु पर्छ एकदम सफा बेडसिटलाई ओछ्याएर अब यहाँनिर मजाले ओइलाउनु पर्छ। यो चाहिँ अब डाइरेक्ट घाममा गर्नु हुँदैन। अघि घरको मिसाउनु नि। घरमा टिपेको यो चाहिँ घरको यहाँ माथि घरबारीको अलिक पातला पातला गरेर फैलाउनुहोस् है। घामले चाहिँ फेरि सबै सेन्टहरू लान्छ नि त यसको है। त्यही भएर चाहिँ रुममै जति सक्दो रुममा ओइलाउनु पर्छ। मैले टिपेर भित्र ओइलाएको थिएँ। अब ओइलिसकेर चाहिँ मैले अब मार्नु थाल्छु अब कम भित्र सुराछु यहाँ कम्ती ल्याउँदै यहाँ मैले अब उसमा चाहिँ यो नाङ्लोमा चाहिँ अब मैले मार्दैछु। अब यो मारेर फेरि यसलाई बन्द गरेर राख्नुपर्छ। त्यहाँ चाहिँ भोलि फेरि घाममा सुकाउनुपर्छ। यो मिठो त मिठो हुन्छ तर अलिक यो मार्नु चाहिँ अलिक साह्रो छ यो चाहिँ। दुःखो ज्यादा है। दुःखो ज्यादा यसमा चाहिँ। साथी मार्दा चाहिँ यति हुन्छ साह्रो छ। अब यो मार्दा चाहिँ यस्तो लस निस्किन्छ पुरा लस। यसलाई फेरि अब यसलाई मजाले अब यसलाई गुम्साउनुपर्छ। यसलाई गुम्साएर चाहिँ फेरि भोलि बिहान घाममा सुकाउनुपर्छ। यिनै प्लास्टिकमा मजाले यसरी नटुक्राइ गर्न लस निस्किने गरी मार्नुपर्छ है। अर्ग्यानिक चिज खानु पनि साह्रो छ त है। त्यसलाई चाहिँ ट्याप्पै बन्द गरेर राख्नु। अब कहिले माडिसक्ने होला है त्यत्रो? हिजो माडेको नि आज निकालिँदैछ तर आज पानी परिरहेछ पुरा। अब यो आगोमा सुकाउनु पर्ला छ। अब दामी सेटाइरहेछ आज। कस्तो भएछ खै? दामी भएको छ नि। दामी भएछ है। आज त अब उयो छैन हो। अहिले अब घाम छैन आज, पानी पुरा परिरहेको छ। हामीले चाहिँ आज आगोमा घुम्छ। दुःखो छ साथीहरू, अर्ग्यानिक खानु सजिलो कहाँ छ र। हेर्नुहोस् त यस्तो पानी परिरहेको छ। अन्त यस्तोमा कसरी चियापत्ती सुकाउनु? सबै बिग्रिन्छ। अब आगोमा सुकाउनु पर्छ कोइला फुकेर। जो मैले मारेको थिएँ टिपेर यसरी सुकेर चाहिँ यति यस्तो भयो एकदम दामी। अब यसलाई चाहिँ प्लास्टिकमा हालेर चाहिँ मजाले यसलाई एयर टाइट गरेर राख्नुपर्छ। यसलाई अब यो चियापत्तीलाई सबै प्लास्टिकमा चाहिँ मजाले हालेर चाहिँ एयर टाइट गरेर राख्नुपर्छ। अनि अब ग्यास जान्छ, सेन्टहरू पनि हराउँछ यसको। 1 साल पुग्छ यतिले? यतिले 1 साल अलिक पुग्दैन होला अहिले। फेरि बादमा चाहिँ थप्नुपर्छ यसमा। अर्को नयाँ फेरि पलाउँदैछ।